अब भने हामी अनुसन्धानकर्ताहरूको प्रस्तुतितर्फ अगाडि बढ्दैछौँ। हामीमा आज विभिन्न क्षेत्र विशेषतः विभिन्न लेख रचना सहित अनुसन्धानकर्ताको रूपमा अब्बल साबित गर्नुभएका व्यक्तित्वहरू हुनुहुन्छ र सुरुवात गर्छौँ प्रदीप लामिछाने ज्यूबाट। उहाँको शीर्षक रहेको छ प्राध्यापक डाक्टर निर्मलमणि अधिकारीको शिक्षा र सिकाइ दर्शनको पुनरावलोकन, एक समालोचनात्मक विश्लेषण रहेको छ उहाँको शीर्षक। र आफ्नो प्रस्तुति राखिदिनु हुन अबको क्रममा म प्रदीप लामिछाने ज्यूलाई अनुरोध गर्न चाहन्छु र समय रहेको छ 6 मिनेट। प्रदीप सरले प्रस्तुतिकरण दिँदै गर्दा तयारी अवस्थामा रहिदिनु हुन म केदारनाथ गौतम र उपेन्द्र खड्का सरलाई अनुरोध गर्दछु। यसपछिको प्रस्तुति केदार सर र उपेन्द्र खड्का सरको रहनेछ र उहाँहरूको विषय रहेको छ आम सञ्चार शिक्षामा प्राध्यापक डाक्टर निर्मलमणि अधिकारीका योगदानहरू। सँगसँगै हाम्रा अर्का अनुसन्धानकर्ता हुनुहुन्छ दीपा बस्नी, उहाँलाई पनि म तयारी अवस्थामा रहिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। नेपालमा चलचित्रको प्राज्ञिक रूपान्तरण, निर्मलमणि अधिकारीको पहल र प्रभाव उहाँको शीर्षक रहेको छ। नमस्कार स्वयंसेवक साथीहरू, प्लिज यो खाजा बाँड्ने कामलाई एकछिन रोकौँ अनि सबैजनालाई भित्र प्रवेश गरौँ, किनकि अब यो 6वटा जति अनुसन्धानको विषयहरू छ त्यसलाई सुन्नै पर्ने हुन्छ। डोर क्लोज गर्दा पनि हुन्छ है त। ओके, नमस्कार सबैजनालाई। म प्रदीप लामिछाने काठमाडौँ विश्वविद्यालयमा पिएचडी स्कलरको रूपमा अहिले सम्बन्धित छु। डाक्टर निर्मलमणि अधिकारी सर सिद्धान्तकार, हामीले त सरलाई कस्मिक थिङ्कर भन्छौँ। सर युगद्रष्टा हुनुहुन्छ, स्वप्नद्रष्टा हुनुहुन्छ। सरको सानिध्यमा रहेर काठमाडौँ विश्वविद्यालयमा एउटा पिएचडी स्कलरको रूपमा म अहिले संलग्न रहिरहेको छु र आजको यो अनुसन्धानात्मक लेखको विश्लेषणतर्फ चाहिँ म डाक्टर निर्मलमणि अधिकारी सरले शिक्षा क्षेत्रमा दिनुभएका आफ्ना दर्शनहरू, शिक्षा र सिकाइको विषयमा उहाँका विचारहरू के हुन् भन्ने बारेमा आफ्ना केही भनाइहरू जुन सरका लेख रचना भिडियो इन्टरभ्यूमा सम्बन्धित छन् त्यसको बारेमा म विषय प्रस्तुत गर्न चाहन्छु। सबैजना कृपया शान्त रहिदिनुहोला। यस सभाका सभाध्यक्षज्यू, आजका प्रमुख अतिथिज्यू, त्रिभुवन विश्वविद्यालयबाट उपस्थित रहनुभएका सम्पूर्ण श्रद्धेय उपप्राध्यापक सरहरू, देशभरिबाट उपस्थित हुनुभएको विद्वत वर्गहरू, त्यसैगरी आजका यस कार्यक्रमका प्रमुख हिरो हाम्रो आदरणीय डाक्टर निर्मलमणि अधिकारी सरलाई म मेरो व्यक्तिगत तर्फबाट शुभ जन्मोत्सवको हार्दिक विशेष धन्यवाद टक्राउन चाहन्छु। र यति बेला मेरो अगाडि सरको पूजनीय माता हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा सम्झना तथा धन्यवाद दिन चाहन्छु। यतिको कुशल छोरा जन्माएर हामीहरूको एउटा गुरु बन्ने अवसर जुन हामीले प्राप्त गऱ्यौँ त्यसको लागि म एकदमै खुसी छु। र म आफ्नो विषयवस्तुमा अब प्रवेश गर्न चाहन्छु। डाक्टर निर्मलमणि अधिकारी भन्ने बित्तिकै धेरै व्यक्तिहरूले सोच्नु भएको छ सर एकजना प्राध्यापन पेसामा हुनुहुन्छ, लेखनमा हुनुहुन्छ, सञ्चारमा हुनुहुन्छ। तर पछिल्लो समय सरका विभिन्न विचारहरू, लेख रचनाहरू तथा टेलिभिजन इन्टरभ्यूहरूमा एउटा व्यापक छाइरहेको विषय शिक्षा र सिकाइ के हो त। मैले सरका केही लेख रचनाहरू र इन्टरभ्यूहरूलाई सुने, त्यसबाट केही विशेष इन्फर्मेसनहरू प्राप्त गरेको छु। सरले आफ्नो शिक्षाको परिचय दिने क्रममा 3वटा शब्दलाई विशेष ध्यान दिनुभएको छ। शिक्षा भनेको शिक्षित को हो, साक्षर को हो र ट्रुली वाइज अर्थात् विद्यावान को हो। सामान्य व्यक्तिहरूले शिक्षालाई शिक्षित बनाउने प्रक्रिया, त्यो एउटा प्रोसेस अफ मेकिङ समवन लिटरेट, कसैलाई सामान्य साक्षर बनाउने प्रक्रियाभन्दा बाहिर गएर प्राध्यापक डाक्टर निर्मलमणि अधिकारी सरले चाहिँ शिक्षा भनेको त्यो कुरा हो जसले व्यक्तिलाई सुरुमा साक्षर बनाउँछ। साक्षर हुनुको अर्थ सामान्य पठनीय क्षमता, लेखन क्षमता र गणितीय सिपहरू दिन्छ। त्यसपछि दोस्रो चरणमा आएर व्यक्ति शिक्षित हुन्छ र अन्त्यमा शिक्षाको अन्तिम बिन्दु, त्यो अल्टिमेट पोइन्टमा चाहिँ व्यक्तिलाई विद्वान अर्थात् विद्यावान बनाउनुपर्छ भनेर शिक्षालाई परिभाषित गर्नुभएको छ। मलाई सबैभन्दा राम्रो लागेको अलिकति शिक्षाको परिभाषा व्यक्त गर्ने क्रममा सरले एउटा शब्द अघि पनि मैले डकुमेन्ट्रीमा देखेँ, त्यहाँ भनिएको थियो कि शिक्षा भनेको चाहिँ विज्ञानको बुद्धि, प्रविधिको प्रगति
धर्मको विवेक र सहृदयताको आत्मसात भएको क्षेत्र नै शिक्षा हो। त्यो एकदमै मलाई एकदमै अहिलेसम्मको शिक्षाको सबैभन्दा मन परेको डेफिनेसन। अङ्ग्रेजी साहित्यमा हामी अङ्ग्रेजीको एलिट्रेसन भन्छौँ, अगाडिको शब्द मिलेको, त्यो विज्ञानको बुद्धि ब मिल्यो, प्रविधिको प्रगति, त्यसपछि सहृदयताको सम्बन्ध र धर्मको विवेक, यो विषय यदि शिक्षामा जोडिएको छैन भने त्यो विषय शिक्षा हुन सक्दैन। त्यसपछि अर्को विषय डाक्टर नीलमणि अधिकारी सरले एकदमै प्रस्तुत गर्नुभएको शिक्षा के हो त। अब शिक्षा र सिकाइ सँगसँगै जोडिन्छन् र शिक्षाका बारेमा सरको सातत्य दृष्टिकोणहरू, पुनर्जागरणका अवधारणाहरू पनि मैले सरका शिक्षासँग पनि जोडिएका ती विषयहरू आफ्नो अनुसन्धानमा प्राप्त गरेको छु। अब धेरै व्यक्तिहरूले शिक्षालाई आधुनिकतातर्फ जोड्ने, शिक्षालाई एउटा टेक्नोलोजिकल एजुकेसनसँग जोड्ने, प्रोफेसनल एजुकेसनसँग जोड्ने पछिल्लो समयमा व्यापक काम भयो। ती कुराहरूले गर्दा कतै शिक्षा एक पाटो त भएन भनेर डाक्टर नीलमणि अधिकारी सरले आफ्नो सातत्य दृष्टिकोण प्रस्तुत गरिरहँदा सरको सातत्य दृष्टिकोण, त्यो कन्टिन्युम एप्रोचको अवधारणा पक्कै पनि शिक्षामा पनि जोडिएको छ। त्यसैले डाक्टर नीलमणि अधिकारी सरले चाहिँ जुन अहिले बजारमा देखिएको टेक्निकल, नन टेक्निकल, प्रोफेसनल, नन प्रोफेसनल, व्यावसायिक, गैर व्यावसायिक, पेसागत, गैर पेसागत भनेर जुन खालको शिक्षालाई वर्गीकरण गरिएको छ, त्यो वर्गीकरण पूर्ण रूपमा कमजोर हो र त्यसले शिक्षाको मूलभूत अवधारणालाई समेट्न सक्दैन भन्ने आफ्ना विचारहरू धेरैवटा लेख रचनामा प्रस्तुत गर्नुभएको छ। त्यो सन्दर्भमा मैले जब शिक्षाका एलिमेन्टहरू के हुन् त, अब शिक्षाभित्र के तत्त्व हुनुपर्छ भनेर प्रस्तुत गरिरहँदा डाक्टर अधिकारी सरले 7वटा तत्त्वलाई विशेष ध्यान दिनुभयो। पहिलो उहाँले भन्नुहुन्छ शिक्षामा पठनीय क्षमता, लेखन क्षमता, गणितीय सिप, यो 3वटा तत्त्व आधारभूत तत्त्व हुन्, यिनीहरू आवश्यक छन्। त्यसपछि दोस्रो चरणमा चाहिँ अनुसन्धान, त्यसपछि इनोभेसन, नवप्रवर्तन, त्यसपछि नवाचार, यो दोस्रो चरण हो र 7औं चरणमा लगेर नैतिकतालाई सरले राख्नु भएको छ। धेरैजसो समयमा यो नैतिकता र शिक्षालाई छुट्याइएको थियो। नेपालमा पनि कहिलेकाहीँ हामीले पोलिटिकल रिभोल्युसनको कुरा गरौँ, 2052 सालपछि संस्कृत विषयलाई स्कुलहरूमा बन्द गर्ने अवधारणा सरले आफ्नो इन्टरभ्यूहरूमा भन्नुभएको छ। 2028 पछि नेपालमा शिक्षामा नयाँ शिक्षा पद्धति भनेर आयो, राष्ट्रिय शिक्षा पद्धतिको योजना। त्यसपछि एकदमै धेरै अन्धाधुन्ध अङ्ग्रेजी भाषाप्रति र विदेशी सोचाइप्रति शिक्षालाई अघि बढाइयो। त्यसबाट नेपालको शिक्षा अधुरो रह्यो। तर पछिल्लो समयमा पुनर्जागरणको अवधारणापछि नेपालमा फेरि पनि बौद्ध धर्म, हिन्दू धर्म, किराँत, गोन्पा र अन्य सम्प्रदाय र भाषा संस्कृतिका सोच, विद्वानहरूको लेख रचनालाई प्राथमिकता दिइयो। पक्कै पनि यो सरले प्रस्तुत गर्नुभएको 7वटा शिक्षाका बुदाहरूसँग यी विषयहरू मिलेको मैले पाएको छु। सरको 7वटा बुदाहरूलाई मैले फेरि पनि भने, पठनीय क्षमता, लेखन क्षमता, गणितीय सिप, अनुसन्धान, नवाचार, त्यसपछि नवप्रवर्तन र त्यो नैतिकता, यो कुरा सरले शिक्षाको तत्त्व भन्नुभयो। र मैले यो सोचिरहँदा म यो जब सरका लेखहरू पढिरहेको थिएँ, भर्खरै मलाई खुसी लाग्यो नेपाल सरकारले पनि एउटा यो नवप्रवर्तन सम्बन्धी मन्त्रालय, विज्ञान प्रविधि नवप्रवर्तनलाई छुट्टै मन्त्रालय राखेको छ र नेपाल सरकारले पछिल्लो समय नैतिक शिक्षा बिनाको शिक्षा अधुरो हुँदो रहेछ भनेर नैतिक विषयलाई हाम्रो राष्ट्रिय पाठ्यक्रममा थप्ने अवधारणा ल्याएको छ। त्यसैले सरले प्रस्तुत गर्नुभएका यो 7वटा शिक्षाका तत्त्वहरू एकदमै उपयोगी रहेको मैले पाएँ। त्यसपछि मेरो थप सरका इन्टरभ्यूहरू, लेख रचनाहरू पढ्ने क्रममा अब शिक्षाको विशेषता के हो भन्नेतर्फ म अलिक गहिरेर गएँ। सरले त्यहाँ 4वटा विशेष तत्त्व जोड्नु भएको रहेछ। कुनै पनि शिक्षामा 4वटा तत्त्व हुनुपर्छ, जस्तो भ्यालु ड्राइभन हुनुपर्छ, अर्थात् सामाजिक मूल्य मान्यतालाई शिक्षाले जोगाउन सक्नुपर्छ, शिक्षाले आइडेन्टिटी जोगाउनुपर्छ, कुनै पनि व्यक्ति, समुदाय, राष्ट्रको पहिचान के हो भन्ने कुरा शिक्षाले जोगाउनुपर्छ। त्यसपछि अर्को भनेको शिक्षा अलिकति टेक्निकल ड्राइभन, अर्थात् नयाँ विश्व परिवेशमा आइरहेका प्रविधिहरूलाई शिक्षाले आत्मसात गर्नुपर्छ भन्ने अवधारणा नीलमणि अधिकारी सरका सोचहरूमा देखिन्छ। त्यसैले बजारमा एक खरी ट्रेन्ड चलिरहेको छ कि नयाँ शिक्षा, नयाँ विचार, प्रविधि मैत्री शिक्षा भनेर पुराना सोच, विचार, धारणा अर्थात् कुनै पनि राष्ट्रसँग रहेका मौलिक विचार र सोचहरूलाई तिरस्कार गर्ने परम्परा बढिरहेको सन्दर्भमा सरको सातत्य दृष्टिकोण त मैले अझ बढी सरको शिक्षामा देखेँ। सरले 2 फक्लेटे अवधारणा भनेर धेरै पढाउनु भयो। कालो र सेतो फरक होइनन्, केटा र केटी भनेकोलाई विपरीत नदेखाउँ, दिन र रातलाई फरक भन्नु हुँदैन भने जस्तै अब शिक्षाका अवधारणाहरूमा पनि नेपाली समाजले करिब 30 वर्ष जति शिक्षामा एउटा कन्ट्राडिक्सन, बाइनरी अपोजिसन प्र्याक्टिस गर्यो। धर्म पढ्ने कि विज्ञान पढ्ने, प्रविधि पढ्ने कि परम्परा पढ्ने, संस्कार पढ्ने कि
पैसावाला विषय पढ्ने भनेर समाजमा द्वन्द्व भइरहेको बेला डाक्टर निर्मलमणि अधिकारी सरले एउटा विचार प्रस्तुत गर्नुभयो कि जो शिक्षा चाहिँ टेक्निकल बढी ओरिएन्टेड हुन्छ, व्यावसायिक र प्राविधिक पेशागत सक्षमता र व्यावसायिक प्रगतिलाई ध्यान दिने शिक्षा यदि त्यसलाई हामीले बढी प्राथमिकता दियौँ भने ती नागरिकहरूले देशमा भइरहेको घटना, विषयवस्तु, राजनैतिक परिस्थिति, समाज मूल्य मान्यतालाई बुझ्न सक्दैनन्। एज अ रिजल्ट तिनीहरूको क्रिटिकल थिङ्किङ एबिलिटी कमजोर हुन्छ, रिफ्लेक्टिभ थिङ्किङ, परावर्तित सोच हुँदैन। त्यसैले कहिलेकाहीँ टेक्निकल एजुकेसन र व्यावसायिक शिक्षालाई बढी प्राथमिकता दिएर राज्यले आफ्ना जनताहरूलाई कमोडिफिकेसनमा, बजारमा, वस्तु उपभोगमा बढी ध्यान दिने र राज्यका मूलभूत मान्यताबाट छुट्याउन खोजेको हो कि भन्ने अवधारणा उहाँले व्यक्त गर्नुभएको छ। त्यो दृष्टिकोणमा डाक्टर निर्मलमणि अधिकारी सरको एकदमै ब्यालेन्स, एउटा सन्तुलित विचार चाहिँ के भने शिक्षा त्यस्तो हुनुपर्छ जसले अलिकति परम्परा, संस्कृति, भाषा, मूल्य, मान्यता र समाज विशेष तत्त्वहरूको संरक्षण गर्दै आधुनिक समाजले देखाएका र प्रविधिले देखाएका नयाँ तत्त्वहरूलाई पनि अँगाल्न सक्नुपर्छ भन्ने सरको अवधारणा हो। यो शिक्षामा पनि ठ्याक्कै मैले स्थितिगत्यात्मक अवधारणा ठ्याक्कै रिफ्लेक्ट भएको देखेँ। अनि सरको व्यक्तित्वलाई त अब एउटा विद्यार्थीको रूपमा, एउटा अनुसन्धानमा संलग्न भएको विद्यार्थी एउटाको रूपमा म कहिलेकाहीँ हेर्छु, यो सबै कुराहरू सरको व्यक्तित्वमा देखिन्छ। कतिपय व्यक्तिहरूले चाहिँ एकातिरको सोच राखेर अर्कोतिरको व्यवहार गर्नुहुन्छ। डाक्टर निर्मलमणि अधिकारी सरका जति पनि सिद्धान्तहरू आए ती सबै सिद्धान्तहरूमा नेपाली मूल्य मान्यता परम्परालाई विकास गर्यो। त्यसको अवधारणा के भने शिक्षा टोटल्ली व्यावसायिक र बजार केन्द्रित हुनु हुँदैन भन्ने कुरा त्यहाँ हामीले देख्न सक्छौँ। अर्को मलाई मन परेको अवधारणा चाहिँ भर्खरै काठमाडौँ युनिभर्सिटीमा मैले सरको अस्ति एउटा मिटिङ देखाएको थिएँ, रिलिजियस स्टडिज भन्ने पनि सुरु गर्नुभयो। सायद सरको नयाँ सोचको अवधारणा त्यो पनि हो। त्यसैले यी कुराहरू हामीले देख्न सक्छौँ। त्यसै गरी डाक्टर निर्मलमणि अधिकारी सरको केही अन्य सोचहरूका शिक्षा सम्बन्धी विषयहरूमा मैले एउटा एकदमै भन्नै पर्ने विषय के भने एउटा बर्टन रसेल भन्ने व्यक्तिले धर्मको टोटल रिजेक्टमा केही कुरा भन्नुभयो। धर्म भनेको मानिसले क्रिएट गर्ने हो। त्यसपछि नर्दन वाइडेडले आएर भन्नुभयो कि धर्म र शिक्षा अर्थात् विज्ञान सँगसँगै जानुपर्छ। तर डाक्टर निर्मलमणि अधिकारी सरको किताबमा उहाँका सोचहरूमा चाहिँ यो स्पिरिचुअलिटी, रिलिजन बिनाको शिक्षा हुन सक्दैन र सरले आफ्नो एउटा राम्रो शिक्षाको परिभाषामा थप कुरा के थप्नु भएको छ भने शिक्षा त्यस्तो विषय हो जसले आदि भौतिकवाद, आदि दैविक तत्त्व र आध्यात्मक अभ्युदयलाई समेत जोगाउन सक्नुपर्छ। यो भएन भने शिक्षा हुन सक्दैन भनेर शिक्षाको डेफिनेसन दिने काम गर्नुभएको छ। त्यसैले अहिलेको पछिल्लो सन्दर्भमा विज्ञान र धर्म बिचमा, शिक्षा र प्रविधि बिचमा, त्यसपछि व्यावसायिक जीवन र नैतिक जीवन बिचमा, सम्पत्ति कमाउने प्रतिस्पर्धा र अन्य बिचहरूमा र त्यसपछि अङ्ग्रेजी भाषामा पढ्ने कि नेपाली भाषा पढ्ने भनेर यसरी विभिन्न द्वन्द्वहरू भइरहेको सन्दर्भमा डाक्टर निर्मलमणि अधिकारी सरले चाहिँ आफ्नो मिडियम अफ इन्स्ट्रक्सन पनि नेपाली हुनुपर्ने लगायतका थुप्रै विचारहरू जुन मैले अहिले यो मलाई उपलब्ध गराइएको 5-6 मिनटको टाइममा मैले भन्न सक्ने अवस्था रहेन। यति धेरै विषयहरूलाई सरले प्रस्तुत गर्नुभएको छ। यी विषयहरू तपाईँहरूले मैले भनेका यी तत्त्वहरू कहाँ छन् त अब भन्ने लाग्छ भने जरो किलो टेलिभिजन भनेर तपाईँहरूले युट्युबमा, त्यसै गरी रिक टेलिभिजन भनेर युट्युबमा र विभिन्न सहरका फेसबुक आइडीहरूमा र विभिन्न टेलिभिजन प्रोग्रामहरूमा र सरले देशका विभिन्न विद्वत पत्रकारहरूसँगको छलफलमा यी विषयहरू प्रस्तुत गर्नुभएको छ। त्यसैले सरका विचारहरू व्यक्तिगत जीवन र नै एउटा सन्तुलित र सरको शिक्षाप्रतिको सोच र सिकाइप्रतिको सोच पक्कै पनि सन्तुलित र यसलाई नेपालको पुनर्जागरण जोगाउनुपर्छ। संस्कृति भाषालाई माया गर्दै प्रविधिको आत्मसातबाट व्यक्तिहरूलाई नैतिक सक्षम बनाउँदै हामी सक्षम नागरिक बन्नुपर्छ भन्ने जुन एउटा सन्तुलित विचार शिक्षामा राख्नु भएको छ त्यो कुरा मैले पाएको छु। हस्त धन्यवाद। टाइम उपलब्ध गराइदिनु भएकोमा यो कार्यक्रमका आयोजकहरूलाई पनि धन्यवाद दिन चाहन्छु। त्यसै गरी जरो किलोमा प्रतिष्ठान, त्यसै गरी यो 50औं आजको यो स्वर्ण जन्मोत्सव समारोहका आयोजकहरू, त्यसै गरी हाम्रो उद्घोषक साथीहरू सचितानन्दजी र कविताजीलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू एभ्री वान। सी यू नेक्स्ट टाइम। ओके, फेरि पनि सरलाई ह्याप्पी बर्थडे सर भन्दै बिदा हुन्छु। थ्याङ्क यू। नैतिकता बिनाको शिक्षा हुँदैन। शिक्षा अधुरो हुन्छ, अपुरो हुन्छ। धेरै धेरै धन्यवाद प्रदीप लामिछानेज्यूलाई आफ्नो अनुसन्धान प्रस्तुतिकरणको लागि। र फेरि पनि हामी अनुसन्धानकर्ताहरूको प्रेजेन्टेसन प्रस्तुतिलाई ठाउँ दिइरहेका छौँ।
अब यसपछि प्रदीप सरले शिक्षाको कुरा गर्नुभयो। निर्मलमणि अधिकारी गुरुको शिक्षामाथिको मूलभूत दर्शन चिन्तन यसलाई अलिकति जोड्न मन लाग्यो। पहिला पहिला माटो सुहाउँदो शिक्षा भन्ने गरिएको थियो। अब निर्मलमणि गुरुले समग्रमा माटो र युग सुहाउँदो शिक्षा माग गरिरहनु भएको छ। उहाँको चिन्तनको दायरा त्यतातिर ढल्किएको हामी पाउँछौँ र यो पक्कै पनि आजको आवश्यकता हो। अब यसपछि शिक्षाबाट हामी सञ्चार शिक्षातर्फ अगाडि बढ्दैछौँ। आफ्नो प्रस्तुतिका लागि आउँदै हुनुहुन्छ केदारनाथ गौतम र उपेन्द्र खड्का सर। आम सञ्चार शिक्षामा प्राध्यापक डाक्टर निर्मलमणि अधिकारीका योगदान। सँगसँगै तयारी अवस्थामा रहिदिनु हुन म अनुसन्धानकर्ता दिपा बस्नेतज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। नेपालमा चलचित्रको प्राज्ञिक रूपान्तरण, निर्मलमणि अधिकारीको पहल अनि प्रभाव, उहाँको विषय रहेको छ। अहिलेको लागि केदारनाथ गौतमज्यू। यहाँहरू सम्पूर्णमा नमस्ते। समादरणीय गुरु र उपस्थित सम्पूर्ण, धेरै कुराहरू आइसकेका छन्। हामीले आज म उपेन्द्र खड्का र केदारनाथ गौतम, खालि सहजताको लागि म यहाँ एक्लै आएको छु र दाई पनि यही हुनुहुन्छ, मैले दाईले भन्ने गर्छु। र हामी काठमाडौँ विश्वविद्यालय भाषा तथा आम सञ्चार विभागमा शोधार्थीका रूपमा केदारनाथ गौतम र म उपेन्द्र खड्का, हाम्रो आजको दुईजनाको संयुक्त प्रस्तुतिको विषय नेपाली सञ्चार शिक्षामा प्राध्यापक डाक्टर अधिकारीका योगदान भन्ने रहेको छ। परिचयको रूपमा उहाँहरूको प्रस्तुति गर्नुपर्दा नेपालको आम सञ्चार तथा पत्रकारिता शिक्षामा केही त्यस्ता नामहरू छन्, तीमध्ये केहीलाई अथवा कसैलाई छुटाउने हो भने यस क्षेत्रको समग्र परिचर्चा, मूल्याङ्कन, समीक्षा र ऐतिहासिक विकास श्रृङ्खलाको विमर्श नै अधुरो हुन पुग्छ। विकास श्रृङ्खलाको यस्तो विषयमा एउटा त्यस्तो नाम हो प्राध्यापक निर्मलमणि अधिकारी, प्राध्यापक डाक्टर निर्मलमणि अधिकारी। र उहाँका धेरैमा प्रस्तुतिको क्रममा त्यो शाब्दिक रूपमा त्रुटिहरू चाहिँ धेरैजनाले प्रस्तुति गर्दाखेरि साधारणीकरण भनेको सुनियो। वास्तवमा चाहिँ साधारणीकरण मोडल अफ कम्युनिकेसन अङ्ग्रेजीमा र सञ्चारको साधारणीकरण ढाँचा हो नेपालीमा चाहिँ। मैले यो पनि भन्न चाहेँ। र अन्तर्वस्तु विश्लेषण मार्फत उहाँका योगदानका, विशेष गरी शैक्षिक योगदानका विषयमा हामीले केही खोतल्ने जमर्को गरेका छौँ। र काठमाडौँ विश्वविद्यालयको भाषा तथा आम सञ्चार विभागको प्रमुखका रूपमा कार्यरत प्राध्यापक डाक्टर अधिकारीको प्राज्ञिक यात्रा नेपाली सञ्चार क्षेत्रका लागि गर्विलो योगदानका विषय हुन्। उहाँको जीवनमा केही त्यस्ता रोचक प्रसङ्गहरू देखिन्छन् जसले प्राध्यापक डाक्टर अधिकारीलाई नेपाली सञ्चारका पर्यायका रूपमा स्थापित गरेका छन्। उहाँका विभिन्न प्रसङ्गहरू पनि देखिन्छन्। जस्तै एउटा प्रसङ्गको रूपमा हामीले खोतल्ने प्रयास गर्दा जन्म र पत्रकारिताको शिक्षाको प्रारम्भको वर्ष एउटै भएको पाइयो। विक्रम सम्वत 2033 साल त्यस्तो वर्ष हो जुन वर्ष नेपालमा सञ्चार र पत्रकारिताको विश्वविद्यालय तहमा अध्ययन सुरु भयो, पढाइ सुरु भयो। सोही वर्ष तनहुँको एउटा शिक्षित परिवारमा निर्मलमणि अधिकारीको पनि जन्म भएको देखियो। त्यसै गरी अर्को पहिलो सत्रको रूपमा स्नातकोत्तर तहको विद्यार्थीको रूपमा उहाँ चाहिँ पहिलो ब्याचको विद्यार्थीको रूपमा भएको पाइयो। आम सञ्चार तथा पत्रकारिता विषयमा नेपालबाटै स्नातकोत्तर तहको अध्ययन गर्ने पहिलो शैक्षिक सत्रको विद्यार्थी हुने सौभाग्य प्राध्यापक डाक्टर निर्मलमणि अधिकारीलाई नै मिल्यो। त्यसै गरी अर्को सञ्चार विधाको पहिलो विद्यावारिधीको हात पनि उहाँलाई नै पर्यो। प्राध्यापक डाक्टर अधिकारीको जीवनमा तेस्रो संयोगको रूपमा जुटेको देखिन्छ। सञ्चार विधामा स्वदेशबाटै विद्यावारिधीको उपाधि प्राप्त गर्ने पहिलो नेपाली विद्वान समेत उहाँ नै हुनुहुन्छ। त्यसै गरी पहिलो
उत्तर विद्यावारिधि अर्थात् पोस्ट डक्टरेट गर्ने पहिलो नेपालीको कीर्तिमान पनि प्राध्यापक डाक्टर निर्मलमणि अधिकारीकै पोल्टामा छ। पहिलो प्राध्यापक पनि उहाँ नै हुनुहुन्छ। संसारको आम सञ्चार तथा पत्रकारिता अर्थात् कम्युनिकेसन एन्ड मिडिया स्टडिज विषयमा विद्यावारिधि गरेका नेपालकै पहिलो प्राध्यापक अर्थात् प्राध्यापक डाक्टरको उपाधि उहाँले पाउनुभएको छ। त्यसै गरी शैक्षिक र संस्थागत नेतृत्वमा पनि उहाँको त्यत्तिकै योगदान छ। नेपालमा सञ्चार शिक्षाको जग बसाल्न र त्यसको संस्थागत विकास गर्न प्राध्यापक डाक्टर अधिकारीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको विषय हामीले पायौँ, जुन हामी सबैलाई थाहा पनि छ। पाठ्यक्रम निर्माणको नेतृत्वमा उहाँले योगदान गर्नुभएको छ। काठमाडौँ विश्वविद्यालय लगायत विभिन्न नेपालका विभिन्न विश्वविद्यालय र शिक्षण संस्थाहरूमा एवं पत्रकारिता विधा अन्तर्गतका सञ्चार अनुसन्धान, फिल्म स्टडिज, मिडिया स्टडिज लगायत विभिन्न विषयमा पाठ्यक्रमको अवधारणा र प्रारूप तयार गर्ने, पाठ्यक्रम निर्माण गर्ने, त्यस प्रक्रियाको नेतृत्व गर्ने मात्र नभएर तिनको अध्ययन अध्यापन गराउने अर्थात् कार्यान्वयनमा ल्याउने पाटोमा पनि उहाँको त्यत्तिकै योगदान रहेको छ। काठमाडौँ विश्वविद्यालयमा रहिरहँदाखेरि प्राध्यापक डाक्टर अधिकारी काठमाडौँ विश्वविद्यालयको कला संकाय अर्थात् स्कुल अफ आर्ट्स भाषा अन्तर्गत भाषा तथा आम सञ्चार विभागको प्रमुखको भूमिकामा अहिले क्रियाशील हुनुहुन्छ। उहाँकै सक्रियतामा र सबल नेतृत्वमा काठमाडौँ विश्वविद्यालयले विभिन्न कोर्सहरू सञ्चालन गरेको छ, जुन कुरो अघिको प्रस्तुतिमा पनि आइसकेको छ। त्यसै गरी सञ्चार, अङ्ग्रेजी, नेपाली विद्यामा विद्यावारिधि कार्यक्रम सफलतापूर्वक सञ्चालित भइरहेका छन्। उहाँले जुन कामको लागि सक्रियता गर्नुभएको छ। त्यसै गरी सम्बन्धन प्राप्त कलेजको शिक्षाको सुरुवातको विषयमा प्रवेश गर्दा नेपालमा आम सञ्चार शिक्षा सरकारी विद्यालय वा आङ्गिक क्याम्पसमा मात्र सीमित रहेका बेला निजी क्षेत्रबाट सञ्चालित मदन भण्डारी मेमोरियल कलेजमा पत्रकारिता विभागको स्थापनाको अगुवाई गरेर त्यहाँको विभागीय प्रमुखमा समेत रहेर उहाँले निजी शैक्षिक संस्थाबाट आम सञ्चार शिक्षाको थालनीमा पनि योगदान गर्नुभएको छ। शैक्षिकीकरण अथवा यसको निरन्तरताको दृष्टिले उच्च माध्यमिक विद्यालयदेखि विद्यावारिधि तहसम्म बहुतह शिक्षामा प्राध्यापक डाक्टर अधिकारीको करिब 2.5 दशक लामो निरन्तरता देखिन्छ। उच्च मावि अर्थात् +2 या पहिला चाहिँ नै प्रवीणता प्रमाणपत्र तह बनिन्थ्यो, त्यो बेलादेखि अध्यापन गराउँदै त्यो तहका विद्यार्थीदेखि अध्यापन गराउँदै आउनुभएका उहाँले यति बेला स्नातक तह, स्नातकोत्तर तह र विद्यावारिधि तहका विद्यार्थी र शोधार्थीहरूलाई अध्यापन तथा सुपरिवेक्षण गर्न उत्तिकै सक्रिय र क्रियाशील हुनुहुन्छ। त्यसै गरी उहाँले विभिन्न अनुसन्धान यता शैक्षिक क्षेत्रका विषयहरू भए अनुसन्धानमा पनि उहाँ त्यत्तिकै सक्रिय हुनुहुन्छ र विशेष गरी प्राज्ञिक अनुसन्धानका विषयहरूमा पनि सक्रिय हुनुहुन्छ। प्राध्यापक डाक्टर अधिकारीका शैक्षिक योगदानहरू विश्वविद्यालयका कक्षा कोठामा मात्रै सीमित छैनन् भन्ने कुरा यहाँ भनिराख्न पर्दैन। अध्ययन अनुसन्धान, प्रशिक्षण र सामाजिक सांस्कृतिक जगतका क्षेत्रमा पनि उहाँको क्रियाशीलता उत्तिकै देखिन्छ नै। लेखन र तालिम जस्ता विषयहरूमा विभिन्न सयौं पुस्तकहरू, पत्रकारिता लगायत सयौं पुस्तकहरू लेख्ने, त्यसै गरी अध्ययन अनुसन्धानमा विभिन्न युनेस्को लगायत मार्टिन चौतारी लगायत दर्जनौं सङ्घ संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तवरका सङ्घ संस्थाहरूमा सक्रिय भूमिका रहेर नेतृत्वदायी भूमिका लिएर अध्ययन अनुसन्धान प्रतिपादनमा उहाँले सक्रिय भूमिका खेल्नु भएको छ नै। नेपाली आम सञ्चार पत्रकारिताको प्राज्ञिक स्तरलाई अन्तर्राष्ट्रिय तहसम्म पुर्याउन प्राज्ञिक तहमा प्राध्यापक डाक्टर अधिकारीले पुर्याउनु भएको यो योगदान प्रशंसनीय, अनुकरणीय र सराहनीय छ। हामी दुईजनाको प्रस्तुति र उहाँलाई जन्मदिनको शुभकामना। धन्यवाद। धन्यवाद केदारनाथ गौतम र उपेन्द्र खड्का सरलाई आफ्नो प्रस्तुतिका लागि। मूलतः उहाँहरूले
आफ्नो अनुसन्धानबाट प्राध्यापक डाक्टर निर्मलमणि अधिकारी गुरुले नेपालको आम सञ्चार विषयको विकास र विस्तारमा गुणात्मक योगदान दिनुभएको निष्कर्ष निकाल्नु भएको छ। यसका लागि उहाँहरूलाई जोरदार तालीले धन्यवाद ज्ञापन गरिदिनु हुन अनुरोध गरेँ। र फेरि पनि हामी अर्का अनुसन्धानकर्ताको प्रस्तुतिलाई ठाउँ दिन चाहन्छौँ। दीपा बस्नेतज्यूलाई हामी आमन्त्रण गर्छौँ। नेपालमा चलचित्रको प्राज्ञिक रूपान्तरण निर्मलमणि अधिकारीको पहल र प्रभाव विषयमा उहाँको प्रस्तुति रहेको छ। र यस पश्चात म अर्का अनुसन्धानकर्ता मदन राईज्यूलाई तयारी अवस्थामा रहिदिनु हुन हार्दिक अनुरोध गर्दछु। उहाँको विषय रहेको छ नेपालमा मौलिक धर्महरूको समन्वयमा प्राध्यापक डाक्टर निर्मलमणि अधिकारीको योगदान। अहिलेको लागि दीपा बस्नेतज्यू। आदरणीय सभाध्यक्ष महोदय, विशिष्ट अतिथिगण, प्राज्ञिक व्यक्तिहरू तथा उपस्थित सम्पूर्ण महिला तथा सज्जनवृन्दहरू, आज हामी एउटा ऐतिहासिक र गौरवमय उत्सवको साक्षी बन्न यस गरिमामय हलमा उपस्थित भएका छौँ। यो केवल एउटा व्यक्तिको उमेरको आँकडाको उत्सव मात्र होइन, यो त नेपाली बौद्धिकता, संसार जगत र प्राज्ञिक रूपान्तरणको आधा शताब्दी लामो यात्राको उत्सव हो। सिद्धान्तकार डाक्टर प्राध्यापक डाक्टर निर्मलमणि अधिकारीज्यूको जीवनको 50 वर्षको गौरवमय यात्रा र उहाँको 5 दशक लामो जीवनका अद्वितीय योगदानहरूप्रति कृतज्ञता व्यक्त गर्न पाउँदा म आफूलाई निकै भाग्यमानी महसुस गरिरहेको छु। नमस्कार, म दीपा बस्नेत, काठमाडौँ विश्वविद्यालय भाषा तथा आम सञ्चार विभागको विद्यार्थी। उपस्थित महानुभावहरू, कुनै पनि देशको पहिचान केवल भौतिक पूर्वाधारले मात्र गर्दैन, बल्कि त्यो देशले जन्माएका बौद्धिक मस्तिष्क र प्रतिपादित सिद्धान्तहरूले गर्दछ। लामो समयसम्म हामी पश्चिमा सिद्धान्त र चिन्तनको चस्मा लगाएर नेपाली समाज र संसारलाई हेर्न बाध्य भयौँ। तर प्राध्यापक डाक्टर निर्मलमणि अधिकारीज्यूले आफ्नो अथक अनुसन्धान र 5 दशक लामो जीवनको भोगाइबाट हामीलाई आफ्नो माटोको सुगन्ध मिसिएको पूर्वीय संसार सिद्धान्त साधारणीकरण मोडल दिनुभयो। उहाँले स्थापित गर्नुभएको यो सिद्धान्तले आज नेपाली प्राज्ञिक क्षेत्रलाई विश्वभर एउटा गौरवपूर्ण मौलिक पहिचान दिलाएको छ। विशेष गरी नेपाली चलचित्र क्षेत्रलाई विगत 6 दशकदेखि केवल मनोरञ्जन र व्यावसायिकताको घेरामा मात्र सीमित राखिएको थियो। चलचित्रलाई पढेर होइन, गरेर मात्र गर्न सकिने विधाको रूपमा यसलाई मानिएको थियो र यसभित्रको बौद्धिकतालाई व्यवस्था गरिएको तीतो यथार्थ हामी सामु छ। तर प्राध्यापक डाक्टर अधिकारीज्यूले उहाँको दूरदर्शी नेतृत्व र काठमाडौँ विश्वविद्यालयको सक्रियतालाई नेपाली सिनेमालाई केवल मनोरञ्जनको माध्यमबाट माथि उठाएर ज्ञान र अनुसन्धानको महासागरतर्फ डोराउने काम गर्यो। सन् 2024 र 2025मा उहाँकै अगुवाईमा सम्पन्न भएका ऐतिहासिक चलचित्र सम्मेलनहरू र सन् 2026मा औपचारिक रूपमा सुरु भएको मास्टर्स इन फिल्म स्टडिज MFS कार्यक्रम यसै प्राज्ञिक क्रान्तिका उपज हुन्। उहाँले हामीलाई क्यामेरा बोक्ने हातहरू मात्र दिनु भएन, समाजलाई आलोचनात्मक चेतले हेर्न सक्ने र नेपाली माटोको मौलिक कथा भन्न सक्ने मस्तिष्क पनि तयार गरिदिनु भएको छ। यही कृतज्ञताका साथ म उहाँको पहल र प्रभावले नेपालमा चलचित्रको प्राज्ञिक रूपान्तरण कसरी हुँदैछ भन्ने कुरामा केही बुदाहरू प्रस्तुत गर्न चाहन्छु। मनोरञ्जनको ज्ञानको क्षितिजतर्फ, मनोरञ्जनबाट ज्ञानको क्षितिजतर्फ नेपाली चलचित्रको सुरुवात विक्रमसम्म 2022 आमा चलचित्रबाट भयो, जुन प्रारब्धमा राष्ट्रवाद, संस्कृति र सामाजिक सन्देशमा मात्र केन्द्रित थियो। समय क्रमसँगै यसमा व्यावसायिकता र प्रविधिको विकास त भयो, तर चलचित्रलाई बौद्धिक वा शैक्षिक विषयको रूपमा नहेरिने ठुलो समस्या रहिरह्यो। नेपाली समाजमा चलचित्रप्रतिको यही सङ्कुचित र सीमित दृष्टिकोणलाई बदल्न एउटा ठुलो प्राज्ञिक हस्तक्षेपको आवश्यकता थियो।
काठमाडौँ विश्वविद्यालयद्वारा आयोजित पहिलो महत्त्वपूर्ण फिल्म सम्मेलन फिल्म उद्योगले प्र्याक्टिस र एकाडेमी बिचको ऐतिहासिक सुरुवात गर्यो। यो सम्मेलनले नेपालको इतिहासमै पहिलोपटक फिल्म स्टडिजको बलियो बौद्धिक आधार तयार गर्यो। चलचित्र सम्मेलन 2025मा सम्पन्न दोस्रो सम्मेलनले अझ परिपक्व र सैद्धान्तिक बन्यो, जहाँ फिल्म टेक्नोलोजी, पोलिसिज, जेन्डर, सोसाइटी र भिजुअल ल्याङ्ग्वेजका कुराहरूलाई पनि गहिरो मुद्दाको रूपमा उठायो। नेपाली चलचित्र अध्ययन अब एक वर्णनात्मक तहबाट माथि उठेर विश्लेषणात्मक र सिद्धान्तमुखी चरणमा प्रवेश गर्यो। प्राध्यापक डाक्टर अधिकारीकै पहलमा काठमाडौँ विश्वविद्यालयमा मास्टर्स इन फिल्म स्टडिजको औपचारिक घोषणा सुरु भयो। यस कदमले नेपालमा औपचारिक शिक्षा र अनुसन्धानको एउटा नयाँ युगको सूत्रपात गरेको छ। आज नेपाली चलचित्र समाज, राजनीतिक, सांस्कृतिक, लैङ्गिक र पहिचान अध्ययन गर्ने एउटा सशक्त माध्यम बनिसकेको छ। फिल्म स्टडिजका विकासले नयाँ पुस्ताका चलचित्रकर्मी र शोधकर्ताहरूमा उच्च स्तरको आलोचनात्मक चेत निर्माण गरिरहेको छ। नेपाली चलचित्रको पहिचान तीव्र रूपमा बदलिँदैछ। यो अब केवल इन्टरटेनमेन्ट इन्डस्ट्रीको रूपमा मात्र होइन, कला, ज्ञान र अनुसन्धानको साझा इन्टेलेक्चुअल इन्डस्ट्रीको रूपमा रूपान्तरण भइसकेको छ र हुने क्रम जारी छ। निष्कर्षमा भन्नुपर्दा नेपालमा चलचित्रको प्राज्ञिक रूपान्तरणको लागि प्राध्यापक डाक्टर निर्मलमणि अधिकारीज्यूले गर्नुभएको योगदान ऐतिहासिक र युगान्तकारी छ। काठमाडौँ विश्वविद्यालयले चलचित्र अध्ययनलाई संस्थागत र प्राज्ञिक रूप दिएर नयाँ पुस्ताका लागि एउटा बलियो राजमार्ग निर्माण गरिदिएको छ। यी श्रृङ्खलाबद्ध सम्मेलन, उत्कृष्ट शोधपत्रहरू र फिल्म MFS जस्ता कार्यक्रमहरूले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय प्राज्ञिक मानचित्रमा सङ्घर्षशील विधाको रूपमा मात्रै होइन, बल्कि एक स्थापित विधाका रूपमा पुर्याउने निश्चित छ। नेपाली चलचित्र अब केवल सिनेमा हलमा चल्ने रिल मात्र होइन, यो त ज्ञान, संस्कृति, विचार र अनुसन्धानको एक महत्त्वपूर्ण प्राज्ञिक क्षेत्र बनिसकेको छ। श्रद्धेय गुरु डाक्टर निर्मलमणि अधिकारीज्यू, तपाईले नेपाली प्राज्ञिक जगत, सञ्चार विधा र चलचित्र क्षेत्रको रूपान्तरणको लागि आफ्नो जीवनका अनमोल वर्षहरू सुम्पिनुभयो। चलचित्रलाई मनोरञ्जन उद्योगबाट बौद्धिक उद्योगमा स्थापित गर्न तपाईले चाल्नुभएका कदमहरूले इतिहासको पानामा सुनौला अक्षरले कोरिरहनेछन्। तपाईको त्यही त्याग, निष्ठा र प्राज्ञिक नेतृत्वप्रति म र सिङ्गो चलचित्र समाज र अनुसन्धानकर्ता एवं चलचित्रकर्मीहरूको पुस्ता हृदयदेखि नै पुनः कृतज्ञता ज्ञापन गर्दछौँ। तपाईको 5 दशक लामो यो गौरवमय यात्रा आगामी पुस्ताका लागि सधैँ एउटा बलियो प्रकाश स्तम्भ बनिरहनेछ। यस स्वर्ण जन्मोत्सवको पावन अवस्थामा म गुरुज्यूको सुस्वास्थ्य, दीर्घायु र निरन्तर प्राज्ञिक ऊर्जाको कामना गर्दछु। हस्, धन्यवाद, नमस्कार। नेपालमा चलचित्रको नेपालमा चलचित्र क्षेत्र मनोरञ्जनको साधन मात्र होइन, अब मनोरञ्जनबाट ज्ञानको पश्चापतिर नेपालका चलचित्रहरू र आदरणीय गुरु निर्मलमणि अधिकारीको पहल अनि प्रयासमा काठमाडौँ विश्वविद्यालयमा मास्टर्स इन फिल्म स्टडिजको औपचारिक रूपमा घोषणा भइसकेको छ र निरन्तर रूपमा नेपाली चलचित्रको योगदानमा उहाँ लागि पर्नु भएको छ। हामी अनुसन्धानकर्ताहरूको प्रस्तुतिलाई ठाउँ दिइरहेका छौँ र अबको क्रममा हामी सँगै हुनुहुन्छ। अर्को प्रस्तुतिकरणका लागि आमन्त्रण गर्नुभन्दा पहिले भर्खरै देखिनुभयो, अघिदेखि आउनुभएको थियो होला, आदरणीय गुरु सहप्राध्यापक डाक्टर काशीराज पाण्डे उपस्थित हुनुभएको छ। आसन ग्रहणको निम्ति विनम्र अनुरोध गर्दछु। हार्दिक धन्यवाद सर। अब यसपछि अर्को प्रस्तुति लिएर आउँदै हुनुहुन्छ। सबै प्रस्तुतिहरू 101 छन्, सुनिरहँ जस्तो लाग्नेछ। खिरिलो र खँदिला
अभिव्यक्तिहरू त्यो पनि अनुसन्धानमूलक आइरहेका छन्, तर हामीसँग समयको पाबन्दी पनि उत्तिकै रहेको छ। अबको प्रस्तुतिमा आदरणीय मित्र मदन राईज्यूलाई हार्दिक अनुरोध गर्दछु। र सँगसँगै तयारी अवस्थामा रहिदिनु हुन म अनुसन्धानकर्ता प्रकाश न्यौपानेज्यूलाई हार्दिक अनुरोध गर्दछु। उहाँको विषय रहेको छ धर्म र विज्ञान सँगसँगै सम्बन्धको बारेमा रहेको छ। र अबको क्रममा म अनुसन्धानकर्ता मदन राईज्यूलाई आमन्त्रण गर्दछु। उहाँको शीर्षक रहेको छ नेपालका मौलिक धर्महरूको समन्वयमा प्राध्यापक डाक्टर निर्मलमणि अधिकारीको योगदान। सम्माननीय सभापति महोदय, माननीय प्रमुख अतिथि, विशिष्ट अतिथिज्यूहरू, विभिन्न मौलिक धर्म संस्कृतिका प्रतिनिधिहरू, विद्वत समुदाय, आदरणीय उपस्थित महानुभावहरू, नमस्कार, सेवा। आजको यस शुभ अवसरका केन्द्रबिन्दु प्राध्यापक डाक्टर निर्मलमणि अधिकारीप्रति हार्दिक सम्मान व्यक्त गर्दै म आफ्नो मन्तव्य प्रस्तुत गर्न चाहन्छु। आज हामी केवल एक व्यक्तिको जन्मोत्सव मनाइरहेका छैनौँ, हामी एक विचार यात्राको स्वर्णिम अध्ययन र अध्याय मनाइरहेका छौँ। हामी एउटा यस्तो चिन्तकलाई सम्मान गर्न यहाँ भेला भएका छौँ जसले नेपाललाई केवल एउटा राजनैतिक भूगोलको रूपमा होइन, सभ्यता, संस्कृति, सह अस्तित्व र सहृदयताको जीवित चेतनाको रूपमा हेर्ने दृष्टिकोण र दृष्टि दिनुभएको छ। आदरणीय उपस्थित महानुभावहरू, नेपाल केवल एउटा हिमालको देश होइन, नेपाल सभ्यताहरूको संवाद स्थल हो। यहाँ पशुपतिनाथको आरतीसँगै स्वयम्भूको शान्त घन्टी बज्छ। यहाँ किराँतहरूको मुन्दुम बोन परम्पराहरूको ध्यान, जैनहरूको अहिंसा, बुद्धको करुणा, बौद्धिक सनातन दर्शन एउटै आकाशमुनि सह अस्तित्वमा बाँचेका छन्। तर इतिहासले देखाएको छ जहाँ विविधता हुन्छ त्यहाँ विखण्डनको जोखिम पनि त्यत्तिकै हुन्छ। विश्वका अनेक देशहरू धार्मिक असहिष्णुता, सांस्कृतिक वर्चस्व र पहिचानको सङ्घर्षले थिलो थिलो भएका छन्। मध्यपूर्वको द्वन्द्वदेखि दक्षिण एसियाको साम्प्रदायिक तनावसम्म विश्वले बारम्बार देखेको छ कि धर्म जब संवादको सट्टामा प्रभुत्वको साधन बन्छ तब मानवता नै सङ्कटमा पर्छ। यही संवेदनशील समयमा नेपालका मौलिक धर्महरूलाई प्रतिस्पर्धी शक्ति होइन, साझा सभ्यताका सहयात्रीका रूपमा हेर्न दृष्टिकोण प्रस्तुत गर्नुभएको छ हाम्रा प्राध्यापक निर्मलमणि अधिकारीले। उहाँले प्रतिपादन गर्नुभएको सहृदयता केवल सहिष्णुता होइन, सहिष्णुताले त म तिमीलाई सहन्छु भन्ने मात्र भाव आउँछ, तर सहृदयताले भन्छ तिम्रो अस्तित्व बिना मेरो अस्तित्व अधुरो छ। यो दर्शन नेपालका लागि मात्र होइन, आजको विभाजित विश्वका लागि पनि अत्यन्त सान्दर्भिक छ। जब संसार पहिचानवादी राजनीतिकमा अल्झिरहेको छ, उहाँले सहृदयता अर्थात् हामी फरक भएर पनि आत्मीय रूपमा जोडिएका छौँ भन्ने चेतनाको अवधारणा अगाडि सार्नु भएको छ। जब मानिसहरू धर्मको नाममा पर्खाल उठाइरहेका छन्, उहाँले साझा जरो खोज्ने प्रयास गर्नुभएको छ। आदरणीय महानुभावहरू, डाक्टर अधिकारीको योगदान केवल सिद्धान्तमा सीमित छैन, उहाँले विचारले व्यवहारमा रूपान्तरण गर्नुभयो। जस अनुसार राष्ट्रिय धार्मिक सहिष्णुता सम्मेलन त्यसको उत्कृष्ट उदाहरण हो। त्यो सम्मेलनमा केवल कार्यक्रम मात्रै थिएन, त्यो नेपालको आत्माको पुनर्स्मरण थियो। त्यहाँ हिन्दू, बौद्ध, किराँत, बोन, जैन, सिख, प्रकृति पूजक सबैले एउटै साझा मञ्चमा उभ्याइएको थियो। त्यहाँ कसैले आफ्नो धर्म त्यागेनन्, बरु सबैले एक अर्काको अस्तित्वलाई सम्मान गरे। यो नेपालको संविधानले परिकल्पना गरेको बहुलवाद, धार्मिक स्वतन्त्रता र सामाजिक सद्भावको व्यावहारिक अभिव्यक्ति पनि हो। नेपालको संविधानले प्रत्येक नागरिकले आफ्नो धर्म मान्ने, संरक्षण गर्ने र अभ्यास गर्ने अधिकार दिएको छ। डाक्टर अधिकारीको चिन्तनले यही संवैधानिक भावनालाई सांस्कृतिक र दार्शनिक गहिराई प्रदान गरेको छ। उहाँको अर्को महत्त्वपूर्ण योगदान छ राष्ट्र राज्य सिद्धान्त। विश्वमा राष्ट्रले प्राय एउटै जाति, भाषा, धर्मबाट बाँधेर हेर्ने प्रवृत्ति देखिन्छ, तर नेपालको वास्तविकता फरक छ। नेपाल बहुभाषिक
बहुधार्मिक, बहुजातीय, बहुसांस्कृतिक राष्ट्र हो। डाक्टर अधिकारीले राज्य राष्ट्र सिद्धान्त मार्फत एउटा गम्भीर प्रश्न उठाउनु भएको छ, के राष्ट्र केवल राजनैतिक सम्झौता हो वा साझा सभ्यता, साझा स्मृति र साझा आत्मीयताको पनि नाम हो? उहाँको दृष्टिकोणमा नेपाल एकरूपता होइन, समन्वित विविधता हो। यो दृष्टिकोण अत्यन्त महत्त्वपूर्ण छ, किनकि विविधतालाई दबाएर एकता ल्याउन खोज्दा विखण्डन जन्मिन्छ, तर विविधतालाई सम्मान गरेर समन्वय गरिँदा राष्ट्र बलियो हुन्छ। आज विश्वले क्यानाडा, स्विजरल्यान्ड, भारत र इन्डोनेसिया जस्ता बहु समाजहरूमा यही चुनौतीका सामना गरिरहेको छ। नेपाल यदि आफ्नो मौलिक सह अस्तित्वलाई सशक्त बनाउन सक्छ भने हामी विश्वलाई एउटा वैकल्पिक सभ्यताको नमुना प्रस्तुत गर्न सक्छौँ। त्यस्तै डाक्टर अधिकारीको स्थितिगतात्मक प्रतिवाद पनि अत्यन्त गहन चिन्तन हो। यसले भन्छ समाज त जड भएर बस्न सक्छ, न त आफ्नै जरा काटेर आधुनिक बन्न सक्छ। आज विश्वमा दुई चरम प्रवृत्तिहरू देखिन्छ, एकातिर अन्ध परम्परावाद, अर्कोतिर जराविहीन आधुनिकता। डाक्टर अधिकारीले यी दुईको बीचको सन्तुलन खोज्नुभयो। उहाँले चिन्तनले सिकाउँछ जरा पनि चाहिन्छ, यात्रा पनि। नेपालले विकास गर्नुपर्छ, विज्ञानलाई अपनाउनुपर्छ, लोकतन्त्र बलियो बनाउँछ, तर त्यसका लागि आफ्नै सभ्यताको आत्मा गुमाउनु हुँदैन। त्यसैले उहाँको प्रगतिवाद पश्चिमको नक्कल होइन, यो नेपालको आफ्नै सभ्यतागत चेतनाबाट जन्मिएको प्रगतिवाद हो। त्यस्तै सञ्चार शास्त्रमा उहाँले अघि सार्नु भएको साधारणीकरण मोडेल पनि उल्लेखनीय योगदान रहेको सर्वविदितै छ। आजको डिजिटल युगमा सूचना त छ, धेरै छ, तर हृदयको सम्बन्ध धेरै कमजोर हुँदै गएको छ। सामाजिक सञ्जालले मानिसहरूलाई जोडे जस्तो त देखिन्छ, तर पनि मनहरू टाढा भएका छन्। यस्तो समयमा उहाँले सञ्चारले केवल सूचना सम्प्रेषण होइन, यो त साझा अर्थबोधको प्रक्रिया हो भन्नुभएको छ। यो विचार आज अत्यन्त आवश्यक छ, किनकि समाज तब मात्र बन्छ जब मानिसहरूले एक अर्काको पीडा, संवेदना, भोगाइ र दृष्टिकोणहरूलाई अनुभूत गर्न सक्छ। यो विचार आजको आवश्यकता हो, किनकि समाज तब मात्र बन्छ जब हामीले सिक्छौँ बुद्धले सिकाउनु भएको करुणा, वेदहरूले भनेको वसुधैव कुटुम्बम र त्यस्तै किराँत मुन्धुमले प्रकृतिसँगको सहजीवन। डाक्टर अधिकारीको सहृदयता दर्शनले यी सबैले आधुनिक भाषामा पुनर्व्याख्या गरेको देखिन्छ। आदरणीय महानुभावहरू, आजको विश्व कृत्रिम बुद्धिमत्ता, जलवायु सङ्कट, सांस्कृतिक ध्रुवीकरण र आध्यात्मिक शून्यताको युगमा प्रवेश गरिरहेको छ। मानिससँग प्रवृत्ति छ तर शान्ति छैन, सूचना छ तर आत्मीयता छैन, सम्पत्ति छ तर सह अस्तित्वको चेतना कमजोर हुँदै गएको छ। यस्तो समयमा नेपालले विश्वलाई के दिन सक्छ? हामीसँग सैन्य शक्ति सायद कम होला, आर्थिक शक्ति पनि सीमित होला, तर हामीसँग एउटा अमूल्य सम्पत्ति छ, त्यो हो सह अस्तित्वको सभ्यता। र यही सभ्यताको आधुनिक व्याख्या गर्नुभएको छ डाक्टर निर्मलमणि अधिकारीले। यसप्रति हामी सधैँ ऋणी हुनेछौँ। अन्त्यमा यो स्वर्ण जयन्ती केवल उमेरको उत्सव होइन, यो उत्तरदायित्वको स्मरण पनि हो। डाक्टर अधिकारीले रोप्नु भएको सहृदयताको बिउ अब हाम्रो पुस्ताले हुर्काउनुपर्छ। नेपाललाई धार्मिक, सांस्कृतिक, वैचारिक द्वन्द्वबाट जोगाउँदै समन्वय, संवाद र सहअस्तित्वको मार्ग हामीले अगाडि बढाउनुपर्छ। हामीले सम्झनुपर्छ नेपाल तब मात्र बलियो हुन्छ जब यहाँका सबै धर्म, सबै भाषा, सबै समुदाय, सबै संस्कृतिले आफूलाई नेपालभित्र सम्मानित महसुस गर्छ। त्यसैले आजको यस पावन अवसरमा म आदरणीय प्राध्यापक डाक्टर निर्मलमणि अधिकारीज्यूलाई केवल जन्मदिनको शुभकामना मात्र होइन, उहाँको चिन्तन यात्राप्रतिको गहिरो कृतज्ञता व्यक्त गर्न चाहन्छु। उहाँ दीर्घायु रहनुहोस्। उहाँको सहृदय दर्शनले नेपालले अझ समुन्नत, समन्वित र सभ्यतागत रूपमा आत्मविश्वासी बनाओस्। धन्यवाद, नमस्कार, सेवा आलस्य बादे बादे जय तत्त्वबोध सेवा। काम गर्छ माइकले? ओके।
अनेकतामा एकता, एकतामा हार्दिकता, सहिष्णुता होइन सहृदयता, तिम्रो अस्तित्व मेरो अस्तित्व सह अस्तित्वको परिकल्पना, समन्वय अनि सहकार्यको सृजना। फेरि पनि धेरै धेरै आभार व्यक्त गर्न चाहन्छौँ अनुसन्धानकर्ता मदन राईलाई, नेपालका मौलिक धर्महरूको समन्वयमा प्राध्यापक डाक्टर निर्मलमणि अधिकारीको योगदान शीर्षकमा आफ्नो प्रस्तुति राखिसक्नु भएको छ र हामीसँग अनुसन्धानकर्ताहरूको प्रस्तुति बाँकी नै रहेको छ। म अर्को प्रस्तुतिकरणका लागि तृष्णा आचार्यज्यूलाई आमन्त्रण गर्छु। अलिकति समय तालिका हेरफेर भएको छ। प्रकाश नेउपाने सर उपस्थित हुन सक्नुभएको छैन अहिलेसम्म, सम्पर्क हुनेछ सम्भवतः। र मदन राई सरलाई विशेषतः धन्यवाद दिनुपर्छ। सहृदयताले, डाक्टर अधिकारीको सहृदयता दर्शनले विश्व बन्धुत्वको भावना र चिन्तनलाई जोडेको छ। एकपटक जोरदार ताली मदन राईका लागि, सँगसँगै यो ताली फेरि तृष्णा आचार्यको स्वागतका लागि पनि। र त्यसै गरी तयारी अवस्थामा रहिदिनु हुन म अनुसन्धानकर्ता सुशील गौतमज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। वसुदैव कुटुम्बकम, एक परिवार एक सूत्र। धन्यवाद। धन्यवाद। उद्घोषक मित्रहरू नै भन्छु म, सचितानन्द सर र कविता म्यामलाई। अलिकति थोरै हाम्रो लागि यो एकाडेमिक पनि, सोसियो कल्चरल पनि, भावुक पनि एउटा यात्राको मोड पनि हो यो आजको अवसर। आदरणीय अध्यक्षज्यू, कार्यक्रमका विशिष्ट अतिथिज्यूहरू, प्राज्ञिक समुदाय, अनुसन्धानकर्ता साथीहरू तथा उपस्थित सम्पूर्ण विद्वज्जनमा मेरो सादर नमस्कार। आजको मेरो विषय भनेको चाहिँ प्राध्यापक डाक्टर निर्मलमणि अधिकारीको नेतृत्वमा भइरहेको विपश्चिमीकरण र पुनः पौरस्तीकरणले व्यापक समाजमा पार्ने प्रभाव रहेको छ। यो विषय केवल सञ्चारशास्त्रमा मात्र सीमित बहस होइन, यो नेपालको बौद्धिक स्वाधीनता, सांस्कृतिक आत्मपहिचान र ज्ञान राजनीतिक पुनर्संरचनासँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो। आजको विश्व व्यवस्था ज्ञान उत्पादन, अनुसन्धानको मानक, विश्वविद्यालय पाठ्यक्रम तथा शैक्षिक प्रतिष्ठानहरू लामो समयदेखि पश्चिमा दृष्टिकोणहरूद्वारा निर्देशित छन्। यस्तो अवस्थामा प्राध्यापक डाक्टर निर्मलमणि अधिकारीद्वारा अघि सारिएको विपश्चिमीकरण र पुनः पौरस्तीकरणको अवधारणाले नेपालको सन्दर्भमा मात्र नभएर एसिया, अफ्रिका जतिदेखि लिएर जुन हामीले पश्चिमा उपनिवेशवादबाट प्रताडित बाँकी विश्व भन्छौँ, जसलाई थर्ड वर्ल्ड भन्छौँ अथवा ग्लोबल साउथ भन्छौँ, उनीहरूको पुनर्जागरणको आन्दोलनको रूपरेखा प्रदान गर्नुभएको छ। सञ्चार अध्ययनको इतिहासलाई हेर्दा लामो समयसम्म पश्चिमा सिद्धान्तकारहरूले आफ्नो सार्वभौम सत्ताका रूपमा प्रस्तुत गरे। लासवेल, मैक्वेल, क्रेग जस्ता विद्वानहरूको योगदान महत्त्वपूर्ण भए तापनि तिनका सिद्धान्तहरूले एसियाली समाज, पूर्वीय दर्शन तथा स्थानीय सांस्कृतिक अनुभवलाई पर्याप्त रूपमा प्रतिनिधित्व गर्न सकेनन्। यही असन्तुलनलाई चुनौती दिँदै प्राध्यापक डाक्टर निर्मलमणि अधिकारीले साधारणीकरण सञ्चार मोडल, सञ्चार सिद्धान्त अथवा प्रतिमान विकास गर्नुभयो। यो प्रतिमान भरत मुनिको नाट्यशास्त्र र भातृहरिको वाक्यपदीयमा आधारित रहेको छ। यस प्रतिमानले मौलिकता के हो भने यसले सञ्चारलाई केवल सूचना आदान प्रदानको यान्त्रिक प्रक्रिया मानेर सीमित गर्दैन, बरु साझा अनुभूति, भाव, सामञ्जस्यता, आत्मीयता र सहअस्तित्वको प्रक्रियाका रूपमा व्याख्या गर्छ। पश्चिमी सञ्चार सिद्धान्तले व्यक्ति केन्द्रिता र सूचनाको प्रवाहलाई प्राथमिकता दिन्छ, त्यहाँ साधारणीकरण प्रतिमानले सम्बन्ध, सह-अनुभूति र सामूहिक चेतनालाई केन्द्रमा राख्छ। जो मेरो पूर्ववक्ता साथीहरूले पनि सहृदयताको महत्त्वको बारेमा भनेर गइसक्नु भएको छ। यही कारणले यो प्रतिमान आज एसिया केन्द्रित सञ्चार अध्ययनको महत्त्वपूर्ण आधारको रूपमा स्थापित रहेको छ। अब प्रश्न उठ्छ, यसको नेपाल वा व्यापक समाजमा के प्रभाव रहेको छ भनेर है। यसको पहिलो प्रभाव चाहिँ के हो भन्दा यसले ज्ञान उद्योगको पुनर्संरचना गर्छ।
ज्ञानमा आधारित राजनीति जुन छ विश्वको राजनीतिका प्रमुख केन्द्रहरू तिनै राष्ट्रहरू बन्छन् जुन राष्ट्रमा दुईटा कुरा केन्द्रित हुन्छ, एउटा प्रविधि, दोस्रो शिक्षा। सो जुन प्राध्यापक डाक्टर निर्मलमणि अधिकारीले अघि सार्नुभएको विपश्चिमीकरण र पुनर्पौरस्तीकरणको जुन सिद्धान्त छ, यसले चाहिँ यो ज्ञानको केन्द्र चाहिँ पश्चिममा मात्र रहने यो कुरालाई चाहिँ के गर्छ त भन्दाखेरि चाहिँ पुनर्संरचना गरेर ज्ञान चाहिँ एक केन्द्रमा मात्रै नभएर विभिन्न स्थानीय ज्ञानमा आधारित रहेर हुन्छ भनेर गर्दछ। आजको विश्व ज्ञान अर्थतन्त्रबाट ज्ञान उद्योगको राजनीतितर्फ उन्मुख हुँदै गएको छ। ज्ञान जब केवल अध्ययन वा अनुसन्धानको विषय मात्र रहेन, यो शक्ति, प्रभुत्व र वैचारिक नियन्त्रणको माध्यम बनेको छ। विश्वविद्यालयका पाठ्यक्रम, अनुसन्धानका मापदण्ड वा अन्तर्राष्ट्रिय जर्नल प्रणालीमा पश्चिमा प्रभुत्व स्पष्ट रूपमा देखिन्छ। यस्तो अवस्थामा प्राध्यापक डाक्टर निर्मलमणि अधिकारीको पहलले नेपाललाई केवल ज्ञान उपभोक्ताको भूमिकाबाट बाहिर निकालेर ज्ञान उत्पादक राष्ट्रको दिशातर्फ उन्मुख गराएको छ। उदाहरणका रूपमा साधारणीकरण प्रतिमान आज अन्तर्राष्ट्रिय स्तरमा अध्ययन र अनुसन्धानको विषय बनेको पाइन्छ। यसले नेपाल जस्तो सानो मुलुकले पनि विश्व ज्ञान प्रणालीमा मौलिक योगदान दिन सक्छ भन्ने आत्मविश्वास निर्माण गरेको छ। दोस्रो प्रभाव यसको सांस्कृतिक आत्मविश्वासको पुनर्जागरण रहेको छ। विपश्चिमीकरण को अर्थ भनेको पश्चिमको पूर्ण अस्वीकार होइन। यसले के गर्छ त भन्दा मूल उद्देश्य ज्ञानमा रहेको एकाधिकारको आलोचना गर्नु हो। यसले पश्चिमलाई पूर्णतः अस्वीकार गर्दैन, यसले एकाधिकारलाई चाहिँ के गर्छ त भन्दाखेरि चाहिँ च्यालेन्ज गर्ने काम गर्छ, आलोचना गर्ने काम गर्छ। प्राध्यापक डाक्टर निर्मलमणि अधिकारीले बहुसांस्कृतिक, बहुपरिप्रेक्ष्य र बहुदर्शनमा आधारित सञ्चार सिद्धान्तको आवश्यकता औलाउनु भएको छ। यो आफै फ्लोमा बोल्ने मान्छेले लेखेर गर्छु भन्यो भने गाह्रो हुने रहेछ कि ठिकै छ। यस दृष्टिकोणले नेपाली समाजलाई आफ्नै सभ्यता, दर्शन, लोक परम्परा र ज्ञान प्रणालीप्रति पुनः सचेत बनाएको छ। लामो समयसम्म पश्चिमी आधुनिकतालाई मात्र प्रगतिशील मानेर स्थानीय ज्ञानलाई गौण बनाउने प्रवृत्तिले नेपाली समाजमा आत्महीनता सिर्जना गरेको थियो। तर पुनः पौरस्तीकरणको अवधारणाले हाम्रो आफ्नै संस्कृति, परम्परा पनि ज्ञान उत्पादनको वैध आधार हुन सक्छ भन्ने चेतनालाई विकास गरेको छ। तेस्रो प्रभाव रहेको छ अनुसन्धान पद्धतिमा वैकल्पिक दृष्टिकोणको विकास। चौथो प्रभाव रहेको छ विश्वव्यापी बौद्धिक संवादमा नेपालको उपस्थिति। जस्तो यो विषयले के गरेको छ त भन्दा उच्च शिक्षा तथा विद्या वारिधि अनुसन्धानका लागि अत्यन्त महत्त्वपूर्ण छ। किनभने अनुसन्धानको प्रश्न, विधि, विश्लेषण सबै प्रतिमानहरू चाहिँ पश्चिमा ज्ञानमा आधारित रह्यो भने स्थानीय यथार्थलाई सही रूपमा चाहिँ अगाडि ल्याउन सकिँदैन। त्यो भएको कारणले गर्दाखेरि चाहिँ विपश्चिमीकरण र पुनर्पौरस्तीकरणले चाहिँ ज्ञान न्यायको प्रश्न उठाएको छ, ज्ञानमा पनि न्यायको प्रश्न उठाएको छ। आज साधारणीकरण प्रतिमान, कृत्रिम बुद्धिमत्ता, एआईको जुन युग भनेका छौँ, अथवा मानव यन्त्र सम्बन्धको कुरा, ह्युमन र मेसिन बिचको रिलेसनको कुरा गरेका छौँ, डिजिटल सञ्चारका सन्दर्भमा समेत प्रयोग हुन थालेको छ। जुन साधारणीकरणमा चाहिँ पछिल्लो हामीले 2 डिकेड्स अफ साधारणीकरण मोडल अफ कम्युनिकेसनको के अरे अन्तर्राष्ट्रिय सम्मेलन गर्दाखेरि एआईमा साधारणीकरणको प्रयोगको बारेमा पनि अनुसन्धान भएको पाइन्छ। यसले नेपाललाई विश्व ज्ञान प्रणालीको परिधिबाट केन्द्रतर्फ उन्मुख गराउने सम्भावना बोकेको छ। विशेषतः दक्षिण एसिया तथा विश्व दक्षिणका मुलुकहरूको लागि यो वैकल्पिक बौद्धिक मार्गदर्शन बन्न सक्छ भन्न सकिएको छ। तर यस सन्दर्भमा केही आलोचनात्मक प्रश्नहरू पनि उठ्न सक्छन्। के पुनः पौरस्तीकरण कतै सांस्कृतिक रोमान्टिकतामा सीमित हुने जोखिम त छैन? के स्थानीयताको नाममा आलोचनात्मक वैज्ञानिक दृष्टिकोण कमजोर बन्न सक्दैन? यही कारणले प्राध्यापक अधिकारीको दृष्टिकोणलाई पश्चिमा विरोधको रूपमा होइन, युरो केन्द्रिक प्रभुत्वपछि वैकल्पिक बौद्धिक विमर्शका रूपमा बुझ्न आवश्यक छ। उहाँले पूर्व र पश्चिमा बीच संवाद, समन्वय तथा सहअस्तित्वको आवश्यकतामा पनि जोड दिनुभएको छ। अन्त्यमा म के भन्न चाहन्छु भने
प्राध्यापक निर्मलमणि अधिकारीको नेतृत्वमा भइरहेको विपश्चिमीकरण र पुनर्पौरस्तीकरण केवल सञ्चार सिद्धान्तको बहस होइन, यो नेपालको बौद्धिक सार्वभौमिकता, सांस्कृतिक पुनर्जागरण र ज्ञान उपनिवेशवाद विरुद्धको वैचारिक आन्दोलन हो। यसले नेपाली समाजलाई आफ्नै ज्ञान परम्पराप्रति पुनः सचेत गराउँदै विश्वव्यापी ज्ञान उत्पादनमा सम्मानजनक स्थान हासिल गर्ने सम्भावना निर्माण गरेको छ। यदि नेपालले आफ्नै सभ्यता, दर्शन र ज्ञान प्रणालीलाई शिक्षा, अनुसन्धान तथा नीति निर्माणसँग प्रभावकारी रूपमा जोड्न सक्छ भने हामी केवल विकासोन्मुख राष्ट्र मात्र होइन, ज्ञान सभ्यताको अग्रदूत राष्ट्रका रूपमा पनि स्थापित हुन सक्छौँ। आजको यस ऐतिहासिक तथा प्राज्ञिक वैचारिक कार्यक्रमको सन्दर्भमा म आदरणीय प्राध्यापक डाक्टर निर्मलमणि अधिकारीज्यूलाई 50औं जन्म उत्सवको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। उहाँको बौद्धिक नेतृत्व, पूर्वीय ज्ञान परम्पराप्रतिको समर्पण तथा नेपालको ज्ञान उत्पादनलाई विश्व स्तरमा स्थापना गर्ने अथक प्रयासले नेपाली प्राज्ञिक जगतलाई नयाँ दिशा प्रदान गरेको छ। उहाँले अघि सार्नुभएको विपश्चीकरण र पुनः पौरस्तीकरण अभियान केवल शैक्षिक विमर्श मात्र होइन, नेपालको आत्मबोध, सांस्कृतिक चेतना र बौद्धिक स्वाधीनताको उज्यालो यात्रा हो। नेपाल सधैँ ज्ञान, दर्शन, सभ्यता र मानवीय चेतनाको उज्यालो केन्द्र रहँदै आएको छ। बुद्धको भूमि, ऋषिमुनिहरूको तपोभूमि र विविध सभ्यताहरूको सङ्गम स्थलका रूपमा नेपालले विश्वलाई सदैव वैचारिक प्रकाश दिएको इतिहास बोकेको छ र आज यस्ता विद्वान व्यक्तित्वहरूको नेतृत्वमा नेपालको भविष्य अझ उज्जवल, अझ प्रभावशाली र अझ बौद्धिक रूपमा समृद्ध राष्ट्रका रूपमा उदाउने विश्वास व्यक्त गर्न चाहन्छु। प्राध्यापक डाक्टर निर्मलमणि अधिकारीज्यूको आगामी जीवन अझ सृजनात्मक, स्वास्थ्य, दीर्घायु तथा अनुसन्धानमूलक रहोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछु। साथै यस कार्यक्रमको पूर्ण सफलताको कार्यक्रम गर्दै कामना गर्दै आयोजक संस्था, सम्पूर्ण विद्वत समुदाय तथा यहाँ उपस्थित सबै महानुभावहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्छु। साथसाथै हिजो हामीले यो कार्यक्रम हिजोको निरन्तरता हो। हिजो हामीले इन्टरनेसनल वेबिनार गरेका छौँ र इन्टरनेसनल वेबिनारमा हाम्रो विभिन्न देशका अतिथिहरू हुनुहुन्थ्यो, जसमा हाम्रो मखनलाल चतुर्वेदी युनिभर्सिटीबाट केजी सुरेश फर्मर भाइस चान्सलर चिफ गेस्ट रहनुभएको थियो। निकोलस बोइन प्रिन्सिपटो हाम्रो किनोट स्पिकर रहनुभएको थियो। 17वटा अनुसन्धानात्मक लेखहरू प्रस्तुत भएका थिए र हामीले जुन सेमिनार वेबिनार कमिटी हाम्रो जुन छ, साथै हाम्रो जुन 50औं स्वर्ण जन्मोत्सव समिति छ, त्यसका तर्फबाट पनि एब्स्ट्र्याक्ट बुकको कभर जुन छ त्यो चाहिँ हामी जन्मदिनको उपहारका रूपमा प्रदान गर्न चाहन्छौँ। हाम्रो कमिटीको तर्फबाट केदार गौतम सरलाई अगाडि आइदिनु हुन र उपहार ग्रहण गर्नको लागि गुरुलाई अगाडि आइदिनु हुनका लागि अनुरोध गर्न चाहन्छु। र अन्तमा हामी भाग्यमानी छौँ, सौभाग्यशाली छौँ हजुरलाई गुरुको रूपमा पाउनुमा भनेर त्यो पनि व्यक्त गर्न चाहन्छौँ। धन्यवाद तृष्णाजीलाई। उहाँले प्राध्यापक डाक्टर निर्मलमणि अधिकारीको नेतृत्वमा भइरहेको विपश्चिमीकरण र पुनः पौरस्तीकरणले व्यापक समाजमा पार्ने प्रभाव शीर्षकमा गहिरो, खिरिलो र खँदिलो अनुसन्धानात्मक आलेखलाई सारसंक्षेपमा प्रस्तुत गर्नुभयो। सूर्य पूर्वबाट उदाउँछ, ज्ञान पश्चिमबाट उदाउँछ भन्ने भाष्य पूर्वबाटै रूपान्तरित भइरहेको छ। पूर्वीय मुलुकहरूमध्ये पनि नेपालबाट रूपान्तरित भइरहेको छ। यस सवालमा हामी विश्वमाझ नै डाक्टर निर्मलमणि अधिकारीको सैद्धान्तिक योगदान मार्फत एक किसिमले भन्ने हो भने आफूलाई उभ्याइरहेका छौँ, चुनौती दिइरहेका छौँ। यो शब्द त्यति सुहाउँदिलो नहोला, हामीले आफूलाई प्रस्तुत गरिरहेका छौँ। एकपटक सगर्व जोरदार तालीले गुरुलाई र प्रस्तुता तृष्णा आचार्यज्यूलाई धन्यवाद भनिदिनु हुन अनुरोध गरेँ।
उनीहरूले भने सञ्चार रेखा हो, प्रक्रिया हो, च्यानल हो जो पठाउने र पाउने बीच हुन्छ। एक लेनदेन, एक सूत्र, एक नक्सा, एक सन्देश जो छापिएर मोहर लागेर पठाइन्छ। उनीहरूले प्रक्रिया नापे डेसिमल र समयमा, च्यानल अनि प्रक्रियामा उनीहरूले प्रतिमानलाई विज्ञान बनाइदिए। तर प्रक्रिया खोज्दा खोज्दै खोज्दा खोज्दै खोज्दा खोज्दै आत्मा नै हराइदिए। तर प्रक्रिया खोज्दा खोज्दै खोज्दा खोज्दै आत्मा नै हराइदिए। धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु अनुसन्धानकर्ता तृष्णा आचार्यलाई। अब फेरि पनि हामी अर्का अनुसन्धानकर्तालाई ठाउँ दिँदैछौँ र आमन्त्रण गर्छौँ सुशील गौतमलाई, सिद्धान्तकार प्राध्यापक डाक्टर निर्मल मणि अधिकारीको नेतृत्वमा प्रतिमान परिवर्तन राजनीतिक, सांस्कृतिक र सामाजिक क्षेत्रहरूमा रूपान्तरकारी भूमिकाको अध्ययन उहाँको शीर्षक रहेको छ। आउनुहोस् स्वागत गरौँ। यसै बिचमा प्राध्यापक डाक्टर गणेश बराल